कृषि हरेक आइतबार साँझ 6:15 बजेदेखि कृषि र कृषकका कुरा मात्र पब्लिक 4K टेलिभिजनमा हेर्न नभुल्नुहोला। नमस्कार, कार्यक्रम हाम्रो कृषिमा तपाईलाई हार्दिक स्वागत छ। म घनश्याम पाण्डे। आदरणीय दर्शकबिन, हामी हरेक आइतबार साँझ 6:15 बजे कार्यक्रम हाम्रो कृषि लिएर उपस्थित हुने गर्छौं। यो कार्यक्रम उत्पादनको लागि हामी विभिन्न जिल्ला पुग्ने गर्छौं, विभिन्न ठाउँमा पुग्ने गर्छौं। आज हामी आइपुगेका छौं पोखरा महानगरपालिका वार्ड नम्बर 5 मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा आइपुगेका छौं। आज विशेष गरेर अनुसन्धानको अन्य पाटोलाई हामी केलाउने छैनौं। आज हामी आलुमा केन्द्रित हुँदैछौं। यो मौसम अब आलु लगाउने समय पनि भयो। आलु लगाउँदाखेरि कसरी लगाउने, बिउ छनौट कसरी गर्ने र कुन जातको आलुको उत्पादन बढी छ र आलु जोगाउनको लागि के गर्नुपर्छ लगायतका थुप्रै कुराकानी आज हामी गर्दैछौँ। आज हामीसँग पाहुनाको रूपमा हुनुहुन्छ बागवानी अनुसन्धान केन्द्रमा कार्यरत वरिष्ठ प्राविधिक अधिकृत सरोज अधिकारीज्यू हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानीमा जुट्नेछौँ। कृषि र कृषकका कुरा हरेक आइतबार साँझ 6:15 बजे पब्लिक 4K टेलिभिजनमा हेर्न नभुल्नुहोला। अब ढिला नगरौँ, सरोज अधिकारी सरलाई स्वागत गरौँ। सर नमस्कार। नमस्ते घनश्याम सर। अब मैले थोरै भने आलुको बारेमा आज हामी छलफल गर्दैछौँ। यो सिजन पनि अब धान काटिसके पछाडि आलु लगाउन सुरु भइहाल्छ। किसानहरूले आलु लगाउनुभन्दा अगाडि नै आलुको बिउ छनौटदेखि लिएर कसरी आलु लगाउने भन्ने कुरा आज हामीले गऱ्यौँ भने केही नलेजहरू पनि बढ्ला, गरिरहनु भएकोहरूलाई पनि रिफ्रेस होला भन्ने सोचले यो कार्यक्रमलाई तयार पार्दैछौँ। सबैभन्दा पहिले आलुको पृष्ठभूमिको बारेमा भनिदिनुहोस् न सर। धन्यवाद घनश्याम सर। एकदम टाइमली तपाईँले चाहिँ यो कार्यक्रम राख्नु भएकोमा र अब पक्कै पनि हाम्रो यो पोखरा आसपासका क्षेत्र विशेष गरेर हिउँदे आलु लगाउने समय सुरु भयो। आलुको सन्दर्भमा कुरा गर्दा आलु नेपालको महत्त्वपूर्ण बाली हो। नेपालको प्रत्येक भौगोलिक क्षेत्र हिमाल, पहाड, तराई यी तीनै क्षेत्रमा आलुलाई चाहिँ विशेष तरिकाले चाहिँ महत्त्व दिएर खेती गरिन्छ र विशेष गरेर यो पोखरा आसपास क्षेत्रमा चाहिँ र मध्यपहाडी क्षेत्रमा यो हिउँदे आलु विशेष गरेर आलु नेपालमा चाहिँ 3टा सिजनमा चाहिँ खेती गरिन्छ। अहिलेको समय लगाउनेलाई हिउँदे आलु अथवा हिउँदे बालीको रूपमा र कति अलिकति माथिल्लो क्षेत्रहरूमा उच्च पहाडी क्षेत्रमा चाहिँ वर्षे आलुको रूपमा र कतिपय मध्यपहाडी क्षेत्रमा हालाकि यो थोरै क्षेत्रमा भए पनि सरदे आलु पनि चाहिँ लगाउने चलन चाहिँ छ। र आलु यो नेपालको चाहिँ तुलनात्मक अध्ययन गर्दाखेरि चाहिँ यो विशेष गरेर धान, मकै, गहुँ, कोदो पछि चाहिँ सबभन्दा बढी क्षेत्रफलमा लगाइने बाली हो र उत्पादकत्वको सन्दर्भमा सबभन्दा बढी उत्पादकत्व भएको चाहिँ बाली हो। र नेपालमा अहिले नेपालको आलुको उत्पादकत्व प्रति हेक्टर 17.3 टन प्रति हेक्टर चाहिँ छ, जुन चाहिँ अन्य देशको तुलनामा चाहिँ कम हो। र हामीले चाहिँ अलिकति विशेष गरेर आलु लगाउनु पूर्व केही कुराहरूमा विशेष गरेर बिउका कुराहरूमा र अन्य समय सापेक्ष प्रविधिहरू चाहिँ प्रयोग गर्यो भने यो उत्पादकत्वलाई चाहिँ हामीले चाहिँ अझ बढाउन चाहिँ सकिन्छ। जस्तो उत्पादकत्वको कुरा गर्दाखेरि भनौँ न 17 मेट्रिक टन प्रति हेक्टर भनेर आयो। अब यसमा केही बढाउन सकिन्छ भनेर भनिरहनु भएको छ। बढाउनको लागि गुणस्तरीय बिउको आवश्यक पर्छ होला। त्यो बिउ उत्पादनको क्षमता चाहिँ जसले उत्पादन गरिरहनु भएको छ कस्तो छ? पक्कै पनि नेपाल कृषि अनुसन्धान परिषदले विगत लामो समयदेखि चाहिँ विभिन्न चाहिँ जातहरू विकास गर्दै आएको छ। हालाकि यी जातहरू प्रत्येक क्षेत्रमा पुगिसकेका छैनन् र कतिपय बिउहरू किसानहरूले परापूर्व कालदेखि नै चाहिँ लगाउँदै आएका बिउहरू पनि चाहिँ लगाउँदै त्यसैलाई खायनको रूपमा नि प्रयोग गर्ने, रहेकोलाई चाहिँ आलुको बिउमा चाहिँ प्रयोग गर्दै आउनुभएको चाहिँ छ।
र अब हामीले विशेष गरेर चाहिँ विभिन्न जातहरू जस्तै हामीले यो मध्य पहाडी क्षेत्रको लागि चाहिँ विभिन्न जातहरू जस्तै अब पुराना जातहरूमा चाहिँ अब डेजिरे कार्डिनल जनकदेवहरू र पछिल्लो समय चाहिँ हामीले चाहिँ यो खुमल उज्जवल खुमल उपहार त्यसै गरेर खुमल विकास र अहिले भर्खरै मात्र चाहिँ हामीले चाहिँ यो खुमल सेतो 3 र खुमल रातो 4 भन्ने जातहरू चाहिँ विकास गरेका चाहिँ छौँ र पछिल्लो समय हामीले चाहिँ जात विकास गर्दाखेरि चाहिँ विशेष गरेर चाहिँ एक त डडुवा सहन सक्ने जातहरू र त्यसपछि चाहिँ हामीले चाहिँ चिप्सको लागि पनि आलु अहिलेसम्म हामीले चाहिँ खानको लागि र विदेशबाट धेरै चाहिँ चिप्सहरू चाहिँ चिप्स आलुहरू नेपालमा चाहिँ आयात हुने गर्दा चाहिँ पछिल्लो समय चाहिँ हामीले चाहिँ एक त डडुवा पनि चाहिँ सहन सक्ने र चिप्सको लागि पनि उपयुक्त भनेर चाहिँ जात विकास गर्दै आएका चाहिँ छौँ र विशेष गरेर अब आलुको खेती सुरु गर्नु पूर्व चाहिँ हामीले चाहिँ यो ठाउँको लागि चाहिँ कुन जातको आलु उपयुक्त हुन्छ भनेर चाहिँ हामीले चाहिँ विचार चाहिँ गर्नु विशेष ध्यान दिनु चाहिँ पर्छ। जस्तै अब पोखरा आसपासको क्षेत्रमा चाहिँ विशेष गरेर पहिल्यैदेखि नै चाहिँ MS 42.3 आलु चाहिँ निकै चल्दै आएको छ र कृषकहरूले पनि यसलाई चाहिँ लगाउने र उपभोक्ता माझ पनि यो लोकप्रिय हुँदै चाहिँ आएको चाहिँ छ र अब पछिल्लो समय चाहिँ के भएको छ भने चाहिँ अलिकति MS 42.3 को चाहिँ यसको विशेष गरेर चाहिँ उत्पादन उपरान्त चाहिँ गुणस्तर चाहिँ अलिकति कम हुने भएकोले चाहिँ अलिकति पछिल्ला अन्य जातहरूमा पनि कृषकहरू विशेष गरेर जनकदेव र अहिले विकास भएका चाहिँ खुमल उज्जवल खुमल उपहारहरू मा पनि चाहिँ कृषकहरूले चाहिँ विशेष गरेर चाहिँ यसमा चासो देखाइरहेको छ। सर तपाईँहरू भन्नुहुन्छ गुणस्तरीय बिउ चाहिँ लगायो भने उत्पादन बढ्छ भनेर हजुरहरू भन्नुहुन्छ, तर किसानले चाहिँ गुणस्तरीय बिउ पाउनुहुन्न, त्यसपछि उत्पादन पनि धेरै नहुने एकातिर छ। यो गुणस्तरीय बिउ पाउनको लागि अब के कुरामा चाहिँ ध्यान दिनु पर्ला? अब किसानले आफैले बिउ राख्ने हो कि हैन? अब तपाईँहरू जस्तै अब अनुसन्धान गरिरहेकोहरूले किसानहरूलाई चाहिँ चाहिएको बिउ चाहिँ लैजानुस् है भन्ने त्यो वातावरण बन्छ। अब किसानले फेरि साँच्चै बिउ खरिद गर्न नसक्ने भएको कारणले आलु बेच्ने बेलामा चाहिँ निकै सस्तो हुने, बिउ खरिदमा चाहिँ महँगो हुने, त्यसो भइसकेपछि गुणस्तरीय बिउ खोज्नुभन्दा पनि जे छ हैन त्यही लगाइदिने त्यो पो भाव हो कि? पक्कै राम्रो प्रश्न चाहिँ सोध्नुभयो। आलुको बिउ व्यवस्थापन अलिकति जटिल प्रक्रिया चाहिँ पक्कै हो, किनकि यो अलिकति बल्की नेचर अथवा चाहिँ यसको चाहिँ तौल बढी हुने भएकोले चाहिँ एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँदा अलिकति झन्झटिलो त्यो हिसाबले पनि चाहिँ र प्रति रोपनी पनि धेरै बिउ जस्तै एक रोपनीमै 75 देखि 100 केजी चाहिँ चाहिने हुन्छ बिउ आलु, त्यो हिसाबले अलिकति चाहिँ झन्झटिलो चाहिँ पक्कै छ। तर यो झन्झटिलो हुँदै पनि चाहिँ हामीले यसमा चाहिँ सुधार गर्न सकिने कुराहरू चाहिँ पक्कै छन्। जस्तै चाहिँ मैले अघि भर्खर भने विभिन्न चाहिँ विकास भएका पछिल्लो समय विकास भएका जातहरू चाहिँ को चाहिँ हाम्रो नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत नै चाहिँ पूर्व मूल बिउ उत्पादन हुन्छ र अहिले त कतिपय चाहिँ निजी क्षेत्रहरूले पनि पूर्व मूल बिउ उत्पादन गर्दै आएका चाहिँ छन् र यो अब सम्बद्ध क्षेत्रहरू विशेष गरेर चाहिँ कृषि ज्ञान केन्द्र अन्य स्थानीय निकायहरूले चाहिँ आफ्ना चाहिँ कमान्ड क्षेत्रमा चाहिँ विशेष गरेर चाहिँ यिनीहरूको चाहिँ बीज वृद्धिका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्ने र त्यसै गरेर चाहिँ बीज वृद्धि सञ्चालन गरेर चाहिँ यसको चाहिँ अब राख्ने अब कोल्ड स्टोर हुन त हालाकि अहिले चाहिँ धेरै ठाउँमा चाहिँ कोल्ड स्टोरहरू बन्दै गरेका छन्, मैले सुनेको पनि चाहिँ छु। कोल्ड स्टोरको क्षमता अनुसार चाहिँ हाम्रो आलु बिउ नै पुगेको चाहिँ छैन हैन। तसर्थ अब सम्बद्ध कृषि सम्बन्धी निकायहरूले चाहिँ आलुको बीज वृद्धि कार्यक्रमहरू चाहिँ गर्ने र चाहिँ तिनीहरूलाई चाहिँ कोल्ड स्टोरमा राखेर आगामी साल चाहिँ कृषकहरूलाई चाहिँ वितरण गुणस्तरीय बिउहरू वितरण गर्दा चाहिँ पक्कै पनि चाहिँ यसले चाहिँ राम्रो नतिजा निकाल्छ। जस्तो आलुको बिउ छनौट गर्दाखेरि तपाईँहरू कुराकानीमा भन्नुहुन्छ अन्डा आकारको हैन, अन्डा साइजको भन्नुहुन्छ, तर आलुको बिउ हेऱ्यो भने चाहिँ झन्डै कुनै त आधा केजीको पनि देखिन्छ। फेरि त्यस्तो बेलामा खास ल के हो भनिदिनुहोस् न। ल अब म यसलाई चाहिँ अब अलिकति सिलसिलेवार पक्षमा चाहिँ जाने है। अघि मैले जातको चाहिँ तपाईँलाई चाहिँ कुरा गरेँ। अब त्यसपछि चाहिँ अब आलु बिउको छनौट गर्दाखेरि चाहिँ विशेष गरेर हामीले चाहिँ
आलुको बिउ चाहिँ छनौट गर्दाखेरि एउटा चाहिँ साइज निर्धारण गरेका चाहिँ छौँ, जसलाई चाहिँ 25 देखि 50 ग्राम चाहिँ बिउ आलुको चाहिँ साइज हुनुपर्छ। र त्यसपछि चाहिँ अब यसलाई चाहिँ अलिकति बोलीचालीको भाषामा चाहिँ अब स्थानीय कुखुराको अन्डा आकारको चाहिँ भनेर भन्ने गरिन्छ, त्यो बिउ साइजको लागि उपयुक्त हुन्छ। यो भन्दै गर्दा चाहिँ त्योभन्दा ठुलो बिउको लागि उपयुक्त नहुने भन्ने चाहिँ होइन। यो चाहिँ के छ भने यो साइजको आलु अलिकति चाहिँ धेरै सङ्ख्या हुने र ठाउँमा ट्रान्सपोर्ट गर्न पनि सजिलो हुनाले चाहिँ एउटा स्ट्यान्डर्ड मेन्टेन गरेको हो र योभन्दा ठुलो पनि आलुको बिउमा चाहिँ प्रयोग गर्न चाहिँ सकिन्छ। अब आलुको बिउ चाहिँ के छ भने चाहिँ ठुलो प्रयोग गर्दा यदि कसैले आलुको बिउकै रूपमा चाहिँ बिउ उत्पादनको रूपमा चाहिँ प्रयोग गर्नु भएको छ भने चाहिँ विशेष गरेर चाहिँ ठुला बिउ प्रयोग गर्दा काटेर प्रयोग नगर्नुहोस् होइन, त्यसले चाहिँ धेरै रोग ऊहरू चाहिँ बिउको लागि प्रयोग गर्दै हुन्छ, बिउको लागि नै प्रयोग गर्नु होला। र खाइनको लागि लगाउनु छ भने ठुला आलुहरूलाई चाहिँ तपाईँले चाहिँ काटेर पनि चाहिँ तपाईँहरूले चाहिँ प्रयोगमा चाहिँ ल्याउन भनिदिनु। काट्दा कसरी काट्ने कि अब तरकारी काटे जस्तो काट्ने हो कि होइन, त्यसको अब काट्ने त्यो तरिका होला नि, त्यसको बारेमा भनिदिनु। यसलाई अलिकति यो पनि अलिकति प्राविधिक पक्ष हो। हामी धेरै फिल्ड हिँड्दै गर्दाखेरि पनि किसानले चाहिँ अलिकति जथाभावी तरिकाले काटेर त्यसलाई बिउमा प्रयोग गरेको चाहिँ देखिन्छ। विशेष गरेर चाहिँ आलु काट्दाखेरि हामीले चाहिँ ठाडो पर्ने गरी बिचबाट काट्ने हो है। यसो गर्दा चाहिँ के हुन्छ भने त्यहाँको आँख्लाहरू चाहिँ दुवै भागतिर काटेको भागतिर चाहिँ वितरण हुने सम्भावना चाहिँ हुन्छ। तर कतिपयले तेर्सो कतै चाहिँ अब आँख्ला नि नभए तरकारी काटे जस्तो गरेर हामी के भन्छौँ भने न्यूनतम पनि चाहिँ 2वटा आँख्ला चाहिँ भनौँ न आलुमा काटेको आलुमा हुनुपर्छ भनिन्छ। तिनी आँख्लाबाट नै पछि हाँगा निस्किने हो। सर तपाईँहरूले भन्नुहुन्छ नि यो टुसाएको हुनुपर्छ भनेर, एकदम टुसाएको मात्रै भनेर बुझिन्छ कि यो हरियो खालको हुनुपर्छ, यो पहेँलो खालको टुसो हो भन्दा हरियो खालको राम्रो हुन्छ भन्ने त्यो बारेमा भन्नु होइन। त्यसमा खासै त्यति प्राविधिक पक्ष चाहिँ छैन। आलुमा चाहिँ एकरूपता आउनको लागि पछि यसले चाहिँ तपाईँको चाहिँ आलुलाई टुसाउनु चाहिँ पर्छ होइन। आलु टुसाएको आलु नै बिउको रूपमा चाहिँ प्रयोग गर्नुपर्छ। अहिले चाहिँ कतिपय ठाउँमा चाहिँ कोल्ड स्टोरबाट झ्याप्प ल्यायो त्यही आलु चाहिँ त्यो कोल्ड स्टोरबाट झ्याप्प झिक्दा चाहिँ टुसाएको हुँदैन र त्यत्तिकै चाहिँ आलुको बिउमा चाहिँ प्रयोग गर्ने हुन्छ। त्यो पछि गएर के हुन्छ भने त्यो इमर्जेन्स अथवा उम्रिने आलु चाहिँ कुनै चाहिँ छिटो उम्रिने कुनै ढिलो उम्रिने होइन, त्यो हिसाबले चाहिँ त्यो एकरूपता ल्याउनको लागि चाहिँ टुसाएको त्यसले चाहिँ। अनि त्यसै गरेर अब हरियो आलुको कुरा गर्नुभयो, हरियो आलु बिउको रूपमा चाहिँ प्रयोग गर्न सकिन्छ र आलु चाहिँ रोप्नुभन्दा चाहिँ विशेष गरेर टुसाएकोमा चाहिँ ध्यान दिनुपर्छ। अब त्यसमा नि साइज त त्यही 25 देखि 50 ग्राम। अब यो काट्दाखेरि त अब त्यो सबै कुराहरू चाहिँ त्यो सापेक्ष नमिल्ला होइन। एउटा कुरा के हो भने काट्दाखेरि चाहिँ ठाडो पारेर काट्ने र 2टा भन्दा माथि चाहिँ आँख्लाहरू चाहिँ हुनु पर्यो। अब लगाउनलाई हाम्रो त 2 तरिका छ, एउटा ड्याङ पारेर लगाउने छ, अर्को ड्याङ नपारी यसै लगाउने छ। अब हाम्रो यो भूगोल अनुसार ड्याङ पार्नु बेटर हुन्छ कि ड्याङ नपार्नु बेटर हुन्छ? एकदम पक्कै पनि हामी प्राविधिक हिसाबले चाहिँ भन्दाखेरि चाहिँ ड्याङ पारेर विशेष गरेर हामीले चाहिँ अब यसलाई चाहिँ म अलिकति आलु लगाउने दूरी अझ म योभन्दा अगाडि नै तपाईँलाई चाहिँ अलिकति अब जग्गाको तयारीको बाटै चाहिँ जान्छु। अब हामी आलुको बिउ व्यवस्थापन गरिसकेपछि चाहिँ अब हामी जग्गाको चाहिँ तयारी चाहिँ अझै एउटा कुरा छुट्या थियो जुन काटेको चाहिँ सिधै रोपेको देखिन्छ होइन, त्यसको पनि ट्रिटमेन्ट गर्नुपर्ने होला। एकदम। अब यसलाई चाहिँ काटेको पछि चाहिँ मैले अघि नै तपाईँलाई एउटा कुराहरू भने यदि बिउ आलु उत्पादन गर्दै हुनुहुन्छ भने काट्नु चाहिँ हुँदै भएन होइन। र अब काटेपछि चाहिँ के हुन्छ त भन्दा चाहिँ अलिकति अब त्यसमा चाहिँ डाइरेक्ट माटोमा सम्पर्क आउँदा चाहिँ जीवाणुहरूले आक्रमण गर्ने र आलु कुहिने अथवा चिस्यानमा लगाउँदा चिसोले कुहिने सम्भावना बढी हुन्छ होइन। त्यस्तो अवस्थामा चाहिँ विशेष गरेर ढुसीनाशक विषादीको झोलमा चाहिँ आलुलाई डुबाएर अनि त्यसलाई चाहिँ हामीले चाहिँ छायामा 2-3 दिन र खाटो बसिसकेपछि के हुन्छ भने चाहिँ रोग जीवाणुहरूको सङ्क्रमण चाहिँ त्यति हुन पाउँदैन। त्यो भएपछि चाहिँ ढुसीनाशक विषादी विशेष गरेर चाहिँ अब यो डाइथेनियम 45 होइन, अब अहिले साफ यी लगायतका चाहिँ विषादीहरूमा चाहिँ डुबेर चाहिँ 2-3 दिन चाहिँ छायामा राखेर अर्ग्यानिक कृषि गर्छु भन्नेले के गर्ने फेरि? अर्ग्यानिक आलु लगाउँछु भन्नेले डाइथेनियम 45 मा डुबाउनु मिल्यो? होइन। अब त्यस्तो अर्ग्यानिक भन्ने हिसाबले अब त्यसो गर्दा चाहिँ अब
भनौँ न त्यस्तो अर्ग्यानिकको ठ्याक्कै विधि चाहिँ भनौँ न ढुसीलाई निवारण गर्ने त्यस्तो अर्ग्यानिक विधिहरू चाहिँ छैन। तथापि छायामा सुकाएर विषादी नहाले पनि खाटो बस्ने त हुन्छ नि होइन। त्यसरी चाहिँ खाटो बसिसकेपछि चाहिँ रोप्न सक्नुहुन्छ। अब जग्गा तयारीको कुरा गर्दै थिएँ। अब जग्गा तयारी गर्दाखेरि अब विशेष गरेर चाहिँ अब पहिलो तपाईँको चाहिँ त्योभन्दा अगाडिको बाली कुन छ त्यसमा पनि निर्भर गर्छ। अब विशेष गरेर धान खेतमा छ भने धान काट्ने बित्तिकै चाहिँ हामीले चाहिँ अब विशेष गरेर अब अहिले त धेरै ठाउँमा चाहिँ अब ट्र्याक्टरहरू सम्भवमा ट्र्याक्टरहरू मिनी टिलरहरू होइन अब नभएको ठाउँमा हलोहरूले 2-3 चोटि चाहिँ जोतेर माटो बुरबुराउँदो बनाइसकेपछि जग्गा तयारी गरिसकेपछि अब हामी चाहिँ विशेष गरेर अब लगाउने हिसाबले चाहिँ तयारी गर्छौँ र लगाउनु र मलखादलाई पनि चाहिँ यसलाई चाहिँ म अलिकति चाहिँ जोडेर चाहिँ भन्न चाहन्छु। आलु मलखादको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ अलिकति खन्चुवा बाली हो होइन। आलुलाई मल धेरै चाहिँ यसले चाहिँ चाहिन्छ यसको चाहिँ राम्रो वृद्धि विकासको लागि। तसर्थ हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले चाहिँ यसलाई आलु बालीको लागि चाहिँ 20 टन प्रति हेक्टर कम्पोस्ट मल, त्यसै गरी 100 केजी नाइट्रोजन, 100 केजी फस्फोरस र चाहिँ 60 केजी पोटास भनेर सिफारिस गरेको चाहिँ छ। र त्यसलाई चाहिँ हिसाब गरेर निकाल्दा चाहिँ अहिलेको बजारमा पाइने चाहिँ हाम्रो चाहिँ रासायनिक मलको चाहिँ विशेष गरी डिएपी, युरिया, पोटास पाइन्छ। प्रति रोपनी 11 केजी डिएपी, 7 केजी युरिया र चाहिँ 5 केजी पोटास प्रति रोपनी चाहिँ व्यवस्थापन गर्नुपर्छ। प्रति रोपनी चाहिँ 1000 केजी भनेको 25-30 डोका चाहिँ तपाईँको चाहिँ गोबर मल होइन। यति व्यवस्था जग्गा तयारी गरिसकेपछि यो मललाई चाहिँ हामीले चाहिँ आलु लगाउँदा विशेष गरेर चाहिँ हामीले पछिल्लो समय चाहिँ तपाईँको चाहिँ यो जुन आलु लगाउने कुलेसोमै चाहिँ मल व्यवस्थापन गरेर गर्दाखेरि बढी अन्य त्यो आलु बालीले मात्रै खान पाउने हिसाबले अरू झारपातहरूलाई चाहिँ त्यो चाहिँ त्यति भनौँ न वितरण हुँदैन र आलुलाई हुने भएको यसैले हामीले अहिले चाहिँ कुलेसोमा चाहिँ मल हाल्ने तरिकाले चाहिँ किसानहरूलाई चाहिँ सिकाउँदै चाहिँ आएका चाहिँ छौँ होइन। त्यही हुनाले चाहिँ अब हामीले चाहिँ जग्गा तयारी गरिसकेपछि चाहिँ हामीले विशेष गरेर आलुलाई विशेष गरेर खायन आलुलाई चाहिँ हामीले लाइनदेखि लाइनको दूरी 60 सेन्टिमिटर र आलुदेखि बिउको दूरी चाहिँ 25 सेन्टिमिटरमा चाहिँ के छ त भन्दा चाहिँ जहाँ चाहिँ अलिकति सुक्खा छ त्यति पछि गएर सिँचाइको पनि अलिकति कम नै हुनेछ भनौँ न अर्धसिंचित ठाउँ छ भने त्यसमा चाहिँ अलिकति गहिरो कुलेसो लगभग 25 सेन्टिमिटर जस्तो चाहिँ गहिरो कुलेसो चाहिँ बनाउने होइन 60 सेन्टिमिटरको फरकमा र अलिकति सिंचित ठाउँहरूमा चाहिँ लगभग 10-15 सेन्टिमिटर 15 सेन्टिमिटरसम्मको कुलेसोमा चाहिँ हामीले चाहिँ सिफारिस मात्राको रासायनिक मल होइन पहिला चाहिँ त्यो कुलेसोमा रासायनिक मल राख्छौँ होइन 1 रोपनीमा अघि मैले भने बमोजिम अनि त्यसपछि चाहिँ हामीले त्यो माथि चाहिँ कम्पोस्ट मल राखिदिन्छौँ होइन। त्यसपछि चाहिँ हामीले चाहिँ के हुन्छ भने अलिकति सुक्खा ठाउँ छ भने चाहिँ त्यसलाई चाहिँ नचलाइकन त्यो कम्पोस्टमाथि आलुको बिउ राखिदिए पनि हुन्छ होइन। त्यो कम्पोस्टको चिस्यानले गर्दा त्यसलाई उम्रिन सजिलो हुन्छ। अब अलिकति सिन्चित ठाउँ छ भने त्यसलाई मलहरूलाई चाहिँ राम्ररी चलाइदिँदा हुन्छ। त्यसै गरेर चाहिँ अनि त्यसमा चाहिँ हामी आलुको बिउ चाहिँ जुन प्रति रोपनी चाहिँ 75 देखि 100 केजी आवश्यक चाहिँ पर्छ। ती आलुको बिउलाई चाहिँ हामीले चाहिँ अनि त्यसरी त्यो ट्रेन्चमा चाहिँ 25 सेन्टीको फरकमा सरल चाहिँ लगाउँदै आइन्छ। र त्यसपछि चाहिँ हामीले चाहिँ के छ भने चाहिँ अघि नै तपाईँले एउटा प्रश्न सोध्नुभएको थियो ड्याङ उठाउने र सम्मै लगाउने भनिन्छ। अब हामीले पछिल्लो समय चाहिँ सिफारिस गर्दा ड्याङ उठाएर गर्दाखेरि चाहिँ के हुन्छ त भन्दा चाहिँ प्रशस्त हावाको सञ्चार हुन पाउने हुन्छ र हामीले चाहिँ कतिपय परीक्षणहरूमा उत्पादन पनि राम्रो भेटिएको चाहिँ छ होइन। ड्याङ उठाएर लाउँदा चाहिँ अनि त्यसै त्यो कुलेसोमा हावा पनि भयो प्रकाश पनि भयो अनि पछि गएर गोड्न पनि सजिलो यी सबै कुराहरूले चाहिँ गर्दाखेरि चाहिँ ड्याङ उठाएर चाहिँ लगाउनु चाहिँ उपयुक्त हुन्छ र यसले पछि गएर हावा सञ्चार भएपछि अहिले म पछि पनि कुरा गर्छु यो गडुवाको कुराहरूमा पनि चाहिँ धेरै चाहिँ उ गर्छ। र यसरी चाहिँ हामीले चाहिँ के छ त भन्दा चाहिँ यही उपयुक्त दूरीमा चाहिँ हामीले चाहिँ आलु चाहिँ लगाएर चाहिँ ड्याङ चाहिँ 15-20 सेन्टिमिटर अग्लो चाहिँ ड्याङ उठाइदिँदा चाहिँ राम्रो हुन्छ। अब यसरी आलु चाहिँ लगाउने तरिका चाहिँ भयो र यसै सन्दर्भमा कुरा गर्दा चाहिँ हामीले चाहिँ आलुको उम्राइको एकरूपता ल्याउनको लागि हामीले चाहिँ आलु लगाउनुभन्दा अगाडि पनि चाहिँ चिस्यान भयो भने आलुमा उम्राइको चाहिँ एकरूपता हुन्छ। त्यसर्थ अब
चाहिँ के छ भने चाहिँ रोप्नुभन्दा अगाडि पनि चाहिँ हामीले चाहिँ अलिकति पानीको व्यवस्था गरेर अनि पछि जोतखन गरेर लगाउँदा चाहिँ आलुको उम्राइ चाहिँ राम्रो हुन्छ। भनेपछि तर सर यो मौसमले अहिले जुन भर्खर धान काटेर सक्नु भएको छ अहिले जुन पानी पर्यो नि यो आलुको लागि उपयुक्त हो? अब लगाउने आलु अब मौसम सुध्रिँदै गएर आलु लगाउँदै हुनुहुन्छ भने यसले नि पक्कै नि अब सिन्चित क्षेत्रमा त यसले त्यति ठुलो प्रभाव नपारे पनि हाम्रो अर्धसिन्चित ठाउँहरू जहाँ सुक्खा ठाउँ आलु त अब हाम्रो चाहिँ प्रमुख बाली हो होइन, धेरै ठाउँमा चाहिँ कृषकहरू लगाउनुहुन्छ, त्यो ठाउँमा पक्कै पनि यसले चाहिँ राम्रो गर्छ। अब किसान अगाडि अगाडि प्राविधिकहरू पछाडि पछाडि भन्ने धेरै सुनिन्छ, त्यस्तो पनि देखिन्छ। जस्तो हेम्जाका किसानहरूले एमएस जातको आलु पहिल्यैदेखि लगाउनु भयो, अब प्राविधिकहरूले चाहिँ त्यसलाई भनौँ न यो चाहिँ हामीले सिफारिस गरेको आलु होइन भनिरहनु भयो। लामो समय भयो उपभोक्ताले फेरि हेम्जाको आलु भनेर निलो आलु धेरै मन पराउनु भयो। पछि गइसके पछाडि बल्ल उन्मोचन भएर तपाईँहरूले रजिस्टर पनि गर्नुभयो। अहिले चाहिँ यो कुरा पहिल्यै तपाईँहरूले रजिस्टर गरिदिएको भए होइन यो त सिफारिस नभएको आलु होइन है भन्नु पर्थेन होला। खास कारण के हो भनिदिनु न त्यो बारेमा। यो एमएस 42.3 को सन्दर्भमा कुरा गर्दाखेरि यो अब हाम्रो नेपालको सरकारी संयन्त्र भनौँ न कृषि विभाग अथवा चाहिँ अनुसन्धानको उबाट आएको आलु चाहिँ होइन, यो मैले बुझेअनुसार चाहिँ अमेरिकी सहयोग नियोगबाट आएको आलु चाहिँ हो। र यो विशेष गरेर चाहिँ अब हाम्रो कास्की क्षेत्र, नुवाकोट क्षेत्र र इभन चितवन क्षेत्र पनि र अन्य धेरै ठाउँहरूमा पनि चाहिँ यसको चाहिँ व्यावसायिक खेती गरेको चाहिँ देखिन्छ। र अब हामीले जात विकासको कुरा गर्दाखेरि चाहिँ हामीले धेरै चरणहरू पार गर्नुपर्छ। र कुनै आलु चाहिँ समस्याग्रस्त छ भने हामी त्यो आलुलाई चाहिँ हामीले यसलाई चाहिँ उन्मोचन अथवा चाहिँ दर्ता गर्ने काम चाहिँ गरिँदैन। तर यसमा भएको के हो भने चाहिँ जस्तै यो एमएस 42.3 यो कास्की यी क्षेत्रहरूमा साह्रै राम्रो छ होइन, विशेष गरेर मध्य पहाडी तराई क्षेत्र किसानले मन पराएको उपभोक्ताले मन पराएको। विशेष गरेर उच्च पहाडमा यसमा चाहिँ आइजेरूको समस्या चाहिँ भएको भएर चाहिँ हामीले यसलाई चाहिँ होल्ड गरेरै राखेको हो। तर अब खेती भयो, अब बिउको साइकल पनि मेन्टेन गर्नुपर्छ, एउटा सरकारी संस्थाले पनि यसमा चाहिँ एउटा अपनत्व देखाउनुपर्छ भनेर चाहिँ हामीले यसलाई पछिल्लो समय चाहिँ रजिस्ट्रेसन चाहिँ गऱ्यौँ। अब त्यो रजिस्ट्रेसन गरिसके पछाडि फाइदा के हुन्छ किसानलाई? रजिस्ट्रेसन गरिसकेपछि चाहिँ के छ भने यसको चाहिँ बिउको कारोबारहरू गर्नको लागि चाहिँ के छ त भन्दा चाहिँ खुल्ला हुन्छ। अहिले चाहिँ हाम्रो अब बिउको कारोबार, आलुको बिउको कारोबारका कुराहरूमा धेरै कुराहरू चाहिँ कानुन सम्मत भएका चाहिँ छैनन् होइन। र रजिस्ट्रेसन गरिसकेपछि बिउ नै र एउटा फर्मल सिड साइकलमा औपचारिक चाहिँ बिउको उसमा चाहिँ अब यसको चाहिँ के छ त भन्दा चाहिँ पूर्व मूल बिउ जुन चाहिँ हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले पनि चाहिँ निकाल्ने भयो होइन। त्यसै गरेर अहिले त प्राइभेट उहरूले पनि निजी क्षेत्रले पनि गरिरहेका चाहिँ छन्। कृषकहरूले चाहिँ के छ त जस्तै यही हेम्जामा हेऱ्यो भने साल बसाली त्यही बिउ 10औं 15औं 20औं वर्षसम्म लगाइआएको भेटिन्थ्यो। अब केही न केही रूपमा चाहिँ बिउको रूपमा चाहिँ इन्टरभेन चाहिँ गर्न पाइने भयो। जस्तै नेपाल कृषि अनुसन्धान पूर्व मूल बिउ गुणस्तरीय बिउ ल्याएर चाहिँ त्यसैलाई सिड साइकलमा चाहिँ लैजान पाउनु भयो र बिउको कारोबार गर्नु पनि चाहिँ खुल्ला हुने भयो। पहिला चाहिँ कानुन सम्मत थिएन। अब हामी अहिले हेम्जाकै कुरा गरिरहेको छौँ किनकि यहाँ सबैभन्दा बढी आलु उत्पादन हुने हेम्जा नै, अब आलुको बढी उत्पादन हुने ठाउँको रूपमा गाउँको रूपमा चिनिने हेम्जा, त्यस कारणले हेम्जालाई जोडिरहेछौँ। अहिले हेम्जामा आलु जति बाहिर जान्छ त्योभन्दा बढी बाहिरबाट मल भित्रिन्छ। यहाँ कुखुराको सुली त्यति धेरै भित्रिन्छ। यसको मूल्यको कुरा पनि एकदमै बढिरहेछ भनेर किसानले भनिरहनु भएको छ। हाम्रो उत्पादन लागत एकदम बढ्यो, यसमा निगरानी कसले गर्ने होला भनेर पनि किसानहरूको गुनासो छ। साँच्चै भनिदिनु न, यो यहाँ त प्रशस्त मात्रामा भैँसीको मल पनि पाइन्छ, गाई भैँसीको मल, त्यो हुँदाहुँदै पनि कुखुराको सुली नै ल्याउनुहुन्छ। के कुखुराको सुली नै आलुलाई उपयुक्त हुने हो अथवा किसानहरूलाई त्यो चाहिँ परिरहेछ? होइन, अब त्यस्तो चाहिँ हुँदैन। मैले अघि मलको मात्रा भने आलुलाई सिफारिस मात्रा गरिएको अनुसारको मल तपाईँले चाहे गाईको अथवा भैँसीको चाहे बाख्राको त्योबाट पुरा गर्नु सक्छ। अब अलिकति ह्यान्डलिङ गर्न सजिलो भन्ने हिसाबले चाहिँ कुखुराको र कुखुराकोमा अलिकति पोषक तत्त्व पनि जस्तै नाइट्रोजनको मात्रा चाहिँ अनि गाई भैँसीको भन्दा चाहिँ कुखुराकोमा चाहिँ धेरै हुन्छ र अलिकति ह्यान्डलिङ गर्न सजिलो भयो। अब गाई गोरुको मलहरू अलिकति बल्की नेचरको भएको हिसाबले अब अहिले फेरि अब पशुवस्तु पनि पाल्ने चलन चाहिँ
अब बिस्तारै घट्दै गएको पनि चाहिँ छ त्यो क्षेत्रमा र त्यो हिसाबले चाहिँ कुखुराको मल ह्यान्डलिङ गर्दा चाहिँ सजिलो हो भन्ने हिसाबले चाहिँ कुखुरा मल चाहिँ प्रयोग गर्नुभएको हो र अब कुखुरा मलै प्रयोग गर्नुपर्छ भन्ने चाहिँ छैन। त्यसको अन्तरमा कम्पोस्ट मल प्रयोग गर्ने हो। त्यसको उसमा चाहिँ हामीले गाई भैँसीको र अन्य कम्पोस्टका स्रोतहरू जे छन् ती कुराहरू पनि प्रयोग गर्न चाहिँ सकिन्छ। सरोज सर, अब तपाईँ त लामो समयदेखि आलुलाई विशेष गरेर हेरिरहनु भएको छ। अब यहाँको उत्पादनले एक छेउ पनि नभेट्ने, यहीँ मन्डीमा गएर बुझ्नुभयो भने हाम्रो कास्कीको उत्पादन भनेर 10% पनि छैन यहाँ बिक्री गर्ने, 90% बाहिरबाट आउने हो, अझै इन्डियादेखि नै आउँछ। यो कास्कीलाई आत्मनिर्भर बनाउनको लागि कतिको सम्भावना देख्नुहुन्छ? के गर्यो भने चाहिँ आलुमा कास्की चाहिँ आत्मनिर्भर बन्न सक्थ्यो होला? यो पनि के छ भने अब विशेष गरेर हामीले यो पोखरा क्षेत्रमा चाहिँ तपाईँको अब हिउँदे आलु चाहिँ लगाउने मात्रै चलन भयो र अब यसो इतिहास खोतल्दै गयो भने कास्की क्षेत्रमा सरदे आलु पनि, सल्यान आसपासका क्षेत्रहरूमा सरदे आलु चाहिँ पनि लगाउने चलन थियो। त्योभन्दा माथिल्लो भागमा बर्खे आलु पनि चाहिँ लगाउने चलन थियो। अब आलुमा हामीले अब यसै कास्कीलाई मात्रै जोडेर पनि चाहिँ हेर्नु भएन होइन। अब समग्र क्षेत्रलाई नै अब कास्कीमा नभए अर्को ठाउँमा पनि हुन्छ। तथापि अब कास्कीमा अब अलिकति सहरको क्षेत्र पनि बढ्दै गयो, कृषकहरू पनि बिस्तारै चाहिँ अन्य सेवा क्षेत्रमा चाहिँ संलग्न हुँदै जानुभयो कृषि क्षेत्रबाट चाहिँ। हालाकि अब खेतीयोग्य जमिन त धेरै पनि छ र यसलाई चाहिँ अब विभिन्न चाहिँ कृषिमा सम्बद्ध चाहिँ निकायहरूले चाहिँ यसलाई अब कसरी चाहिँ अपलिफ्ट गर्न सकिन्छ होइन, त्यसबारेमा चाहिँ सोध्दा चाहिँ ठिक होला। अब हामी लागौँ, अब आलु लगाइयो, आलु लगाइसकेपछि सिँचाइको कुरा आउला। सिँचाइको सुविधा भएको ठाउँमा आलुको त्यो भनौँ न लगाइसकेपछि खन्ने बेलासम्म, हार्भेस्ट बेलासम्म चाहिँ कति पटक चाहिँ सिँचाइ गर्दाखेरि उपयुक्त हुन्छ? त्यहाँको फेरि यो चिसानको अवस्था हेर्दा नि हुन्छ होला। एकदम। अब आलुलाई विशेष गरेर हामी सिँचाइ, अघि मैले भने आलुलाई चाहिँ मल पानी यसलाई चाहिँ बढी नै चाहिन्छ र आलुलाई विशेष गरेर हामीले चाहिँ सिँचाइ हुँदा अझै बढी बढाउन पनि सक्यो। तर विशेष गरेर 3टा क्रिटिकल पिरियड भनेर भन्छौँ, तिनीहरूमा नहुने चाहिँ भनेर चाहिँ भन्छौँ। कुन कुन टाइम? होइन, विशेष गरेर एकचोटि अघि मैले भने उम्रिनुभन्दा अघि पनि एउटा इमर्जेन्सको लागि होइन, उम्रिनुको लागि चाहिँ राम्रो गर्नको लागि चाहिँ एकचोटि पानी होइन। त्यसपछि चाहिँ तपाईँ लगाउनुभन्दा अगाडि लगाउनुभन्दा अगाडि अनि त्यसपछि जमिन तयारी गरेर चाहिँ लगाउने आलु। त्यसपछि चाहिँ अर्को चाहिँ के हुन्छ भने आलुका विभिन्न चरणहरू हुन्छन् होइन। साधारणतया अब चाहिँ हामीले चाहिँ आलु रोपेको चाहिँ 15-20 दिनमा चाहिँ 10 दिनदेखि नै सुरु हुन्छ होइन, लगभग 30 र माथि क्षेत्रमा जानुभन्दा एकजना 45-50 दिन पनि लागेको चाहिँ भेटिन्छ होइन। साधारणतया चाहिँ 15-20 दिनमा चाहिँ आलु उम्रिसकेका चाहिँ हुन्छ होइन। र के हुन्छ भने चाहिँ विशेष गरेर चाहिँ अब यो 35देखि 45 दिनको चाहिँ समय जुन हुन्छ त्यसमा चाहिँ के हुन्छ त भन्दा आलुले त्यान्द्रा फाल्ने बेला हुन्छ, जुन त्यान्द्रामा नै आलु फल्ने हो कि पछि चाहिँ त्यो त्यान्द्राहरू एउटा रूपान्तरित काण्डहरू हुन् तिनीहरू होइन। तिनैमा चाहिँ के हुन्छन् त भन्दा चाहिँ आलु फल्ने हो। त्यो त्यान्द्रा फाल्ने बेलामा चाहिँ के हुन्छ त भन्दा चाहिँ एकदम चाहिँ पानी चाहिएको हुन्छ होइन, त्यो त्यान्द्रा फाल्ने। र त्यो त्यान्द्रा फालिसकेपछि पछि दाना लाग्ने, जसलाई हामी चाहिँ बल्किङ स्टेज भनेर भन्छौँ, त्यति बेला त दाना फल्ने बेलाकोमा चाहिँ के छ त भन्दा विशेष चाहिँ पानी व्यवस्थापन चाहिँ गर्नुपर्छ। र अब पानीको उपलब्धता छ भने विशेष गरेर अब अन्य बेलामा पनि चाहिँ हामीले चाहिँ आलुमा चाहिँ पानी लगाउन चाहिँ पर्छ। र यो सन्दर्भ पानी चाहिँ जोडिँदा चाहिँ विशेष गरेर चाहिँ अर्को कुरा पनि हामीले ध्यान राख्छौँ। जब हामी ड्याङमा आलु लगाइन्छ अथवा कतिपय ठाउँमा ड्याङमा पनि आलु लगाउनु भएको छैन भने चाहिँ विशेष गरेर चाहिँ आलु चाहिँ 15-20 सेन्टिमिटरको चाहिँ अग्लो भइसकेपछि विशेष गरेर त्यति बेला चाहिँ हामीले चाहिँ माटो चढाइदिने काम चाहिँ गर्नुपर्छ। उकेरा लगाउने चाहिँ काम चाहिँ गर्नुपर्छ। त्यसपछि हामी सिँचाइ व्यवस्थापन गरेर चाहिँ हामी चाहिँ अगाडि बढ्न सकिन्छ। अब त्यति त गरियो। आलुमा अर्को समस्या भनेको, मुख्य समस्या भनेको डडुवा रोगको। यो डडुवा रोग लाग्नबाट कसरी बचाउने? यो लगाउँदै त दूरी मेन्टेन गऱ्यो भने पनि अलिक कम हुन्छ कि होइन? त्यस पछाडि अब मौसम अनुसार फेरि आफूले ख्याल गर्ने हो कि? त्यो बारेमा भनिदिनुहोस् न। एकदम। अब आलुमा हामीले सोच्नु पर्नेमा सबभन्दा गम्भीर कुरा यो डडुवा पनि हो र आलुमा अन्य धेरै रोग किराहरू लागे पनि सबभन्दा चाहिँ समस्या पैदा गर्ने चाहिँ कुरा चाहिँ यो डडुवा नै हो। अब डडुवा अघि मैले सुरुमा जातको बेलामा पनि चाहिँ कुरा गरेको थिएँ। अब विशेष गरेर चाहिँ
हामीले चाहिँ डडुवा कस्तो बेला लाग्छ भनेर चाहिँ हामी किसानले चाहिँ बुझ्नुपर्ने चाहिँ कुरा हुन्छ। विशेष गरेर हामीले चाहिँ डडुवाको लागि चाहिँ अनुकूल वातावरण चाहिँ विशेष गरेर चाहिँ यो 10 देखि 20 डिग्री सेन्टिग्रेड तापक्रम भएको बेला, अनि दिन बदली भइरहेको, सिमसिम पानी परिरहेको बेला होइन, अनि हल्का बतास चाहिँ चलेको बेला, राति चाहिँ धेरै शीतले चाहिँ लछप्पै भिजेको बेला, यी चाहिँ के हो भने डडुवा अनुकूल हुनको लागि चाहिँ वातावरण चाहिँ सिर्जना गर्ने हुन् होइन। अब यस्तो अवस्था भइसकेपछि अलिकति किसानहरू सतर्क चाहिँ हुनुपर्छ। अब एक त हामीले सुरुमै चाहिँ अघि मैले जातको कुराहरू चाहिँ गर्दाखेरि चाहिँ हामीले पछिल्लो समय विकास गरेका जातहरू चाहिँ डडुवा सहन सक्ने जातहरू चाहिँ छन्। जस्तै चाहिँ खुमल उज्जवल, खुमल उपार, खुमल सेतो 3, खुमल रातो 4 होइन। र पुरानै जात भयो भने जनकदेव चाहिँ एकदम डडुवा सहन सक्ने जात हो होइन। अब यी जातहरूको चाहिँ हामीले प्रयोग गर्दा चाहिँ डडुवाबाट अलिकति चाहिँ के हुने क्षति चाहिँ कम गर्न चाहिँ सकिन्छ। र यस्तो यो डडुवा अनुकूल मौसम भयो भने चाहिँ अब हामीले चाहिँ अलिकति चाहिँ सोच्नु चाहिँ पर्ने हुन्छ। यस्तो अवस्थामा हामीले चाहिँ अब विशेष गरेर यस्तो मौसम प्रतिकूल रह्यो भने चाहिँ हामीले चाहिँ विशेष गरेर चाहिँ आलु बाली चाहिँ निरीक्षण गरेर होइन, डडुवा लाग्दा चाहिँ विशेष गरेर चाहिँ तल्लो पातहरूमा भिजेका र कपासी डुर्सी जस्तो लाएर चाहिँ अनि प्रत्येक ठाउँमा चाहिँ अनि त्यो नेक्रोटिक सिम्टमहरू चाहिँ देखिँदै गएको चाहिँ हुन्छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ के छ भने एक त यस्तो यो प्रतिकूल मौसममा चाहिँ हामीले चाहिँ अलिकति तपाईँको चाहिँ विशेष गरेर 2 किसिमका रसायनहरू चाहिँ, एउटा चाहिँ प्रोटेक्टिभ डडुवा नलागोस् भनेर छर्ने, एउटा चाहिँ डडुवा लागिसकेपछि क्युरेटिभ उपचारात्मक होइन। त्यो हिसाबले चाहिँ हामीले चाहिँ यो डडुवालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब यस्तो किसिमको मौसम भयो भने चाहिँ हामीले चाहिँ विभिन्न चाहिँ प्रोटेक्टिभ अथवा चाहिँ त्यो रोग अथवा प्रिभेन्टिभ त्यो रोगलाई चाहिँ के छ त भन्दा चाहिँ नलागोस् भनेर चाहिँ छर्ने विषादी जस्तै विशेष गरेर म्यान्कोजेब युक्त विषादीहरू चाहिँ हामीले के छ त भन्दा चाहिँ यसमा चाहिँ प्रयोग गर्न चाहिँ सकिन्छ। कति मात्रा प्रयोग गर्ने? यसलाई चाहिँ के छ भने चाहिँ प्रति लिटर चाहिँ 2 ग्राम चाहिँ म्यान्कोजेब अथवा म्यान्कोजेब, यसलाई चाहिँ बोलीचालीको भाषामा बजारमा डाइथेनियम 45, यो कृषकहरूले पनि धेरै डाइथेनियम 45 भनेर बुझ्नुहुन्छ। यो यसले चाहिँ के छ भने डडुवा लागिसकेपछि चाहिँ यसले चाहिँ भनौँ न उपचार गर्ने भन्दा पनि डडुवा नलागोस् भनेर चाहिँ छर्ने हो होइन। यो चाहिँ र डडुवा लागिसकेपछि चाहिँ अब पातहरूमा धेरैमा चाहिँ लक्षण देखियो भने चाहिँ हामीले चाहिँ अब यो डाइथेनियम 45 अथवा चाहिँ यस्तो यो प्रिभेन्टिभ खालको चाहिँ विषादी छर्न चाहिँ हुँदैन। यसमा चाहिँ हामीले क्युरेटिभ खालका अथवा उपचारात्मक गर्ने हिसाबले चाहिँ हामीले चाहिँ विषादीहरू छर्नुपर्छ। हामीले चाहिँ अहिले यसमा चाहिँ विशेष गरेर डाइमेथोमर्फ युक्त विषादीहरू चाहिँ यसलाई चाहिँ प्रति लिटर पानीमा 2 ग्राम यो डाइमेथोमर्फ होइन, बजारमा विभिन्न नामले चाहिँ आउँछन् जस्तै रियल ब्याट, एक्रोब्याट होइन, तुफानजी लगायतका विभिन्न नामले चाहिँ आउने गर्छन्। यी विषादीहरू चाहिँ के छ त भन्दा चाहिँ प्रति लिटर 2 ग्राम चाहिँ गरेर चाहिँ हामीले चाहिँ विशेष गरेर पातहरूमा डाँठहरूमा पर्ने गरी चाहिँ के छ त भन्दा चाहिँ हामीले चाहिँ यो विषादी चाहिँ प्रयोग गर्नुपर्छ। सर अब आलु पनि राम्रो भयो, यी कुरा नि हामीले अपनाइयो, आलु पनि राम्रो भयो। अब खन्ने बेलामा कसैले सिधै खनेको देख्छौँ, कसैले चाहिँ त्यो आलुको झ्याङ भनौँ झ्याङ काटेर केही दिन राखेर मात्रै खनेको देख्छौँ। यसो गर्दाखेरि काटेर खन्दाखेरि र सिधै खन्दाखेरिको फाइदा बेफाइदा बारेमा एकदम पक्कै पनि यो राम्रो प्रश्न। अब आलु खन्ने बेला भनेपछि विशेष गरेर चाहिँ आलु हाम्रा अघि मैले भनेका जातहरू प्रायःदेखि चाहिँ 90 देखि 120 दिनसम्म तयार हुने आलुका जातहरू चाहिँ हुन्। अलिकति उच्च पहाडी क्षेत्रमा थोरै लामो समय जाला, नत्र चाहिँ आजकल चाहिँ पोखरा क्षेत्रमा लगभग 90 दिनमै 100 दिनमै चाहिँ के छ त भन्दा चाहिँ आलु तयार हुन्छ। यो विशेष गरेर चाहिँ के छ भने चाहिँ आलु अब हाम्रो पोखराको नै 70-75 दिनमा चाहिँ के छ त भन्दा आलुका पातहरू बिस्तारै चाहिँ पहेँलिन थालेको चाहिँ भेटिन्छ। त्यस्तो अवस्थामा चाहिँ के छ त भन्दा चाहिँ अघि तपाईँले प्रश्न सोधेको चाहिँ विशेष गरेर आलु बिउ उत्पादन गर्दाखेरि चाहिँ के छ भने चाहिँ बिउको लागि आलु लगाउनु छ भने चाहिँ हम्पुलिङ भनेर चाहिँ भन्छ होइन। हम्पुलिङ भनेको चाहिँ कस्तो हो भने चाहिँ त्यो खाइनको लागि पनि गर्न सकिन्छ तर त्यति महत्त्वपूर्ण होइन, तर बिउको लागि चाहिँ यो गर्नु नै पर्छ है, तपाईँले अनिवार्य गर्नुपर्छ। यो हम्पुलिङ गर्दाखेरि चाहिँ खास के हुने हो भने चाहिँ विशेष गरेर आलु खन्नुभन्दा चाहिँ 10-15 दिन अगाडि चाहिँ हामीले आलु माथिका डाँठहरू चाहिँ हामीले चाहिँ डाँठ हाँगाहरू चाहिँ हाँगा पातहरू चाहिँ फाल्ने गरिन्छ, 2टा खुट्टाले अँठाएर हामीले बिस्तारै तान्ने गरिन्छ होइन। यो गर्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ
आलुमा चाहिँ के छ त भन्दा चाहिँ क्युरिङ हुने काम हुन्छ। क्युरिङ भनेको चाहिँ बिस्तारै चाहिँ त्यहाँ आलुमा चाहिँ के हुन्छ त भन्दा बाहिरको चाहिँ आलुको बोक्रा चाहिँ बाक्लो हुँदै जाने प्रक्रिया हुन्छ। त्यो आलुको बोक्रा बाक्लो हुँदै जाँदा चाहिँ के हुन्छ भने त्यो आलुको किपिङ क्वालिटी अथवा त्यसलाई चाहिँ पछिसम्म भण्डारण गर्ने क्षमता चाहिँ के हुन्छ त भन्दा चाहिँ लामो हुन्छ। त्यसपछि चाहिँ त्यो हिसाबले चाहिँ हम्पोलिङ चाहिँ विशेष गरेर बिउ उत्पादन गर्दै हुनु चाहिँ हम्पोलिङ अनिवार्य हो। खानको लागि त्यति अनिवार्य चाहिँ होइन, तथापि गर्दाखेरि पनि चाहिँ यो चाहिँ राम्रो नै हुन्छ। स्टोरेजको लागि चाहिँ एकदम राम्रो हुन्छ। अब सर कुनै आलु चाहिँ खनेको केही दिन पछाडि भनौँ न केही महिना पछाडि चाहिँ उम्रिन थालिहाल्ने, कुनै कुहिन पनि थाल्ने, कुनै चाहिँ लामो समयसम्म रहिरहने, टिकाउ भइरहने, यो जात अनुसार फरक पर्छ कि? एकदम नै यो जात अनुसार नै फरक चाहिँ पर्छ। हाम्रो विभिन्न परीक्षणहरूले पनि चाहिँ देखाइरहेको चाहिँ छ। जस्तै अब MS 42.3 आलुको चाहिँ तपाईँको चाहिँ यो छिटै नै लगभग हाम्रो यहाँ पोखरामा चैतमा आलु खनिन्छ भने लगभग 60-70 दिनमै गएर चाहिँ के हुन्छ त भन्दा चाहिँ टुसाउन सुरु हुने होइन। त्यसै गरेर चाहिँ के छ त भन्दा चाहिँ चाउरिन थाल्ने होइन, त्यो चाहिँ हुन्छ। अब त्यही सँगसँगै राखेको चाहिँ जनकदेवहरू र हामीले पछिल्लो समय विकास गरेका जातहरू जस्तै खुमल उज्जवल खुमल उपहारहरूमा चाहिँ अलिकति चाहिँ ढिलो टुसाउने चाहिँ हामी यहीँ परीक्षण गर्दाखेरि पनि चाहिँ के छ त भन्दा चाहिँ भेटिएको चाहिँ थियो। र अनि त्यसै गरेर अब कुहिने पनि चाहिँ अब तपाईँको चाहिँ विशेष गरेर यो तपाईँको चाहिँ खन्ने बेलामा चाहिँ हामीले पछिसम्म पनि सिँचाइहरू चाहिँ गऱ्यौँ होइन। अब पानी चाहिँ परिराख्यो खन्ने बेलामा भयो भने पनि पछि स्टोरेजमा लैजाँदाखेरि चाहिँ कुहिने सम्भावनाहरू चाहिँ हुन्छ। त्यो हिसाबले चाहिँ जातको कुरो पनि हो र हामीले कस्तो व्यवस्थापन गर्छौँ भन्ने कुरामा चाहिँ भर पर्छ। अब उपभोक्तातिर जाउँ न त। कहीँको उपभोक्ताले सेतो आलु मन पराउने, कहीँको उपभोक्ताले यो निलो आलु मन पराउने। अब काठमाडौँ कुरा गऱ्यो भने त्यहाँ सेतो आलुको माग बढी हुने, यहाँ चाहिँ निलो आलुको माग हुने, किन यस्तो हुन्छ? अब यसले खासै चाहिँ अब कुनै प्रभाव पार्ने कुरा चाहिँ केही होइन। चाहे सेतो होस्, कुनै रातो होस्, चाहे निलो होस् होइन, आलुमा प्रभाव पार्ने कुरो चाहिँ केही पनि होइन। आलुको न्युट्रिसनमा उसमा प्रभाव पार्ने कुरो चाहिँ होइन। यो हाम्रो पर्सेप्सन नै हो। अब बढी बाहिर धेरै जस्तो ठाउँहरूमा सेतै आलु पनि चाहिँ के हुन्छ त भन्दा चाहिँ रुचाएको भेटिन्छ। हाम्रो विशेष गरेर अहिले हिमाली क्षेत्रतिर चाहिँ सेतो आलु, हाम्रो पोखरा क्षेत्रमा निलो आलु होइन। कतिपय ठाउँमा चाहिँ हामी यहीँ पोखराकै मान्छे भयो भने पहिला निलो आलु, त्यसपछि रातो आलुलाई प्राथमिकता दिन्छौँ अनि बल्ल सेतो आलु भन्छौँ होइन। यो ठाउँ विशेष हुन्छ। तर आलुको भित्रको तात्विक गुणलाई यसले चाहिँ कुनै पनि असर पार्ने कुरो चाहिँ होइन। हामी कार्यक्रममा निकै अन्तिम चरणमा आइपुगेका छौँ। के भन्नुहुन्छ यति बेला हामीलाई हाम्रा आदरणीय दर्शकहरूले हेरिरहनु भएको छ? पक्कै पनि म यसलाई चाहिँ धन्यवाद ज्ञापन सहित भन्न चाहेँ। सर्वप्रथम एकदम चाहिँ यो टाइमली तपाईँले चाहिँ ठ्याक्क आलु लगाउने बेला भयो, विशेष गरी हिउँदे आलु लगाउने बेला भएको र त्यसबारेमा ठ्याक्क चाहिँ अहिले चाहिँ कार्यक्रम राख्नुभएकोमा म तपाईँलाई एकदम धन्यवाद दिन चाहन्छु। र अब मैले अघि धेरै कुराहरू चाहिँ भन्दै आएँ। अब कृषकहरूलाई चाहिँ मेरो चाहिँ के अनुरोध छ भने चाहिँ अब अन्य कुरा थाँती राखेर म आलुमै भन्न चाहेँ। अब विशेष गरी आलु लगाउनु भयो भने पहिला चाहिँ जात छनौट गर्नुहोस् होइन। जात छनौट गरिसकेपछि सर्वप्रथम जातले नै तपाईँको चाहिँ पछि गएर उत्पादकत्वलाई असर गर्ने कुरा हो। र पछिल्लो समय नेपाली कृषि अनुसन्धान परिषदले चाहिँ विकास गरेका जातहरूलाई चाहिँ तपाईँहरूले चाहिँ लगाउन चाहिँ सक्नुहुन्छ। त्यसै गरेर चाहिँ विशेष गरेर चाहिँ विशेष गरेर यो हिउँदमा चाहिँ हुने अब चिसो होइन, त्यसै गरेर चाहिँ अन्य बदली मौसमहरूमा डडुवाको लागि चाहिँ अलिकति चाहिँ ख्याल राख्नुहोस्। त्यति गरेपछि चाहिँ विशेष गरेर चाहिँ अनि पछि चाहिँ तपाईँको चाहिँ विशेष गरेर जात छनौट गर्नुभयो र डडुवालाई चाहिँ विशेष गरेर चाहिँ तपाईँहरूले ध्यान दिन सक्नुभयो र अन्य कुराहरू अन्य चाहिँ तपाईँको चाहिँ कृषि कर्महरू चाहिँ गर्दै गर्नुभयो भने आलु खेतीबाट चाहिँ सफलता प्राप्त गर्न सकिन्छ। हुन्छ, आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई यो महत्त्वपूर्ण समय, यो महत्त्वपूर्ण जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद घनश्याम सर। आदरणीय दर्शकबिन, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आज हामीले विशेष गरेर आलु लगाउँदादेखि बिउ छनौट कसरी गर्ने र स्टोरेजसम्म र उपभोक्ताको रोजाइका कुरादेखि लिएर के समस्याहरू आउन सक्छ र त्यसलाई कसरी ध्यान दिने लगायतको विषयमा आज हामी छलफलमा जुट्यौँ। यतिन्जेलसम्म कार्यक्रम हेरेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद छ। अर्को हप्ता अर्को ठाउँबाट कार्यक्रम हाम्रो कृषि लिएर उपस्थित हुनेछौँ। तपाईँ भने पब्लिक 4K टेलिभिजन हेर्दै गर्नुहोस्। हाम्रो कृषि युनिटलाई बिदा दिनुहोस्। नमस्कार।
हरेक आइतबार साँझ 6:15 बजेदेखि कृषि र कृषकका कुरा मात्र पब्लिक 4K टेलिभिजनमा हेर्न नभुल्नुहोला।